गाइस स्वागत छ तपाईलाई मेरो मिनी ब्लगमा। आज चाहिँ मैले चलाउने गाडी तपाईहरुलाई म देखाउन गइरहेको छु। यो चाहिँ स्टियरिङ म बस्ने सिट यस्तो छ। यहाँ हाम्रो मन्दिर विश्वकर्मा भगवान र तपाईले हेर्न सक्नुहुन्छ बसको सिट। म तपाईहरुलाई बसको सिट देखाउँछु कस्तो छ। यस्तो राम्रो सिट छ बच्चाहरुलाई बस्नको लागि, एकदम राम्रो। हेर्न सक्नुहुन्छ यहाँ बच्चाहरुलाई बस्यो भने केही पनि हुँदैन, चोट लाग्दैन। यस्तो फर्म हालेर बनाछ, यस्तो फर्म हालेर सिट बनाछ अनि कहाँ चोट लाग्छ त। फलाम हैन नि, यो त फर्म हो फर्म। यता झन् केही पनि छैन, फर्म यताको सकेछ। ल हेर्न सक्नुहुन्छ गाडीको अवस्था यस्तो छ। मैले चलाउने गाडी चाहिँ यो साथीहरु। कस्तो लाग्यो तपाईहरुलाई मेरो गाडी कमेन्ट गर्नु होला। र यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने यता अगाडिको चाहिँ दुई चारवटा सिट राम्रो छ, अरु सब बकवास सिटहरु छ। अगाडिबाट तपाईलाई म गाडी देखाइदिन्छु। अगाडिबाट मेरो गाडीको लुक्स यस्तो लाग्छ। लुक्स बाहिरबाट हेर्दा त दामी छ नि गाडी, भित्रबाट सिट हाल्नु पर्ने छ, त्यही हो। ल गाडी हेर्नु, ल एकदम झक्कास छ गाडी। अलिकति सिट चाहिँ खराब छ, त्यही हो। गाडी त चकाचक छ नि। यो चाहिँ मैले चलाउने गाडी हो साथीहरु। ल यति राम्रो सिट त कुनै राम्रो स्कुलले पनि हाल्दैन होला हो। यो सिटमा बस्ने भनेको भाग्यमानले मात्रै हो। ल साथीहरु, गाइजहरु, लाइक कमेन्ट सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु होला। र यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने मलाई फलो सब्स्क्राइब गरिदिन नबिर्सिनु होला। धन्यवाद भन्दै बाइ बाइ।